त्यहाँ माथि राखिदिने डोकी हेर साह्रै डोकी ओ माई गॉड ठुलो धर्म हो दानीलाई कहिले हानि हुँदैन कतिचोटि भन्नु खै कोही दान गर्दैन नमस्ते सन्चै हुनुहुन्छ गुरुआ ऊ भन्तेजी आउनु भएछ त आउनु भएन यसो छोएर भोजन त यो खानेकुराहरू छैन नमस्ते गरिदिनु गुरु आमालाई नमस्ते गरिदिनु सानो सन्देश जुठो पुग्दैन अलिकति आमा जुठो पुग्दैन मुखको कस्तो देखाएको छ अस्ति आएको भोजन दान गर्ने भनेर अब भन्तेजी आउने बेला हुनु लाग्यो होला गुरुआमा आफूले मनले चाहेको सबै पुरा हुनेछ साथीहरू यहाँ आउनुभयो भने दान पुण्य अब तैँले पैसै दान गर्नुपर्ने छैन भन्ने छैन क्या यहाँ यसो सफा गरिदियो भने त्यो पनि दान हो हजुर हस् हुन्छ इसा दहीहरू सबै यहाँ दिनु यहाँ ए हस् हुन्छ आज चाहिँ मेरो बहिनी र ज्वाइँको पनि यो दुःख कहिले नपरोस् सधैँ सुखै सुख आँटेको मनले सोचेको सबै काम पुरा होस् भगवान्लाई ल्याइदिनु रहेछ केही न अब एकछिन खोल्नु नि ईशाले हेर्न दोर्जेले करा त्यहाँ माथि राखिदिने यो टिकटकबाट गरेर पछाडि आएर ढोग्नु त्यहाँ ढोग्नु राम्रोसँग नहलाइनु तीनचोटि गरे नि हुन्छ सन्देश आमा आएको हजुर हजुर हो दान गर्दाखेरि त्यो खिर दान गर्ने बेलामा यसले हिँडाएको अनि त्यही भएर डबल गरेर यो पनि फेरि म पनि एकैचोटि गर्छु नि होइन म नि एकैचोटि गर्छु वन्दना गर्छु मामा त चिउगानी ल मामा भन्छ ए डोकी हेर साह्रै डोकी डोकी गर्नुहोस् तिमी आफूले एकछिनसम्म भोगेर सानो डोकी गर्नुहोस् घोडा तिर्नुहोस् जिउ गर्नुहोस् डोकी गर्नुहोस् भाडालाई राख्छ र
यो संसारको चक्रबाट